अङ्कल तपाईँ अझ हाँस्छस् घरमा पाहुना आएको छ तातो चिसो के लिनुहुन्छ सोध्नु पनि छैन कस्तो संस्कारमा हुर्केको बच्चा रहेछ के खानुहुन्छ त अङ्कल बाहिर मौसम पनि चिसो चिसो होला जाडो भइरहेको होला तातो चिया बनाइदियो त्यो मजाले छानेर तपाईँलाई जा पहिला एक कप तातो पानी लिएर आइज हुन्छ सोमत केही छैन आजकलको बच्चाहरूको 3 मिनट भइसक्यो अहिलेसम्म एक कप पानी तताएर लिएर आउँदैन यार कस्तो खालको चाहिँ बच्चा रहेछ आफूलाई यहाँ पानी प्यास लगाएर प्याक भएर यहाँ मर्न आँटिसके पाहुना आएको छ एउटा पानी धरी खुवाउँदैन कस्तो खालको चाहिँ बच्चाहरू रहेछ नि यस्तो बच्चा त मैले आजसम्म कसैको घरमा पनि देखाएको थिइनँ हात चलाएको पारा हेर न हात चलाएको पारा यस्तो लोसे बच्चा त आजसम्म मैले कसैको घरमा पनि देखेको थिइनँ रुक जा अभी बताता हूँ तेरे को रुक जा ऐसे नहीं मानेगा तू लेकिन ये साला कर क्या रहा है यहाँ पे लेकिन एक सेकंड बल्ल लिएर आइस अलिकति ढिला गरे भए त मेरो बित्दा भत्तै आउने रहेछ नि ए तातो पानी लिएर आइस भने मैले तँलाई के लिएर आएको यो पानी तताएर लिएर आएको हो त अङ्कल अनि अहिलेसम्म तातो भएको कुरा कसरी सेलायो त अझ पाहुनासँग मुख लाग्छस् ल खा तेरो पानी ल ल नाटक नगर अब बोलाएर बस कुर्बान पढाइ कस्तो चल्दैछ साँच्चै तैँले त नि अस्ति भरे एसी दिएको होइन ओ पास भएछ त नि मलाई के गाह्रो छ र आजभोलि त्यो एसी भनेको छ नम्बरै नआए पनि पास हुँदो रहेछ हाम्रो पाला त एसएलसी हुन्थ्यो फलामको ढोका भन्थ्यो त्यसलाई अहिलेको एसी त के को फलामको ढोका हुनु प्लास्टिकको लौरो भन्दा पनि हुन्छ भोल्टेज छ मेरो यता त बोलिहाल्थ्यो नि कुन चाहिँ बोलाएर बस्थ्यो यसो थोप्रा देख्दैमा अघि नै शङ्का लागेको थियो मलाई पास हुने खालको बच्चै होइन हाम्रो पालामा हुन्थ्यो कि एसएलसी हामीले कसरी मिहिनेत गरेर पढ्थ्यो यसको सोमत देख्दैमा यसको त्यो अघि हात चलाएको पारा देख्दैमा मैले त गुल्टेको छ भने त मैले त्यतिखेर थाहा पाएको मलाई त सपनामै यो अस्ति सपनामा पनि देखाएको थियो यो गुल्टेको भनेर मलाई त शङ्का लागिसकेको थियो त्यही पनि हो कि नै भन्नु आज यसो चेक गर्नु न फर्के चेक गरौँ न भनेर यसो पानी खाने बाहना ल्याएको चिया खाने बाहना ल्याएको गुल्टे छ यो ए किन लगायो है कप अर्को फेरि एक कप चिया बनाएर ल्याइदिनु रहेछ क्या मैले तारिफ गरेको थिएँ अब कप लगिहालिस् चिया नै बनाउने भए चाहिँ दुध हालेर टक्क चिनी ठक्क मिलाएर अदुवा पनि हालेर बनाएर लिएर है जान्छ के लिएर आयो हाम्रो एसी मतलब प्लास्टिकको लौरो